सबैजना नमस्कार, गुड इभिनिङ एभ्रीबडी। आज चाहिँ म तपाईहरुलाई यो न्यू भिजन इटरीको स्टुडियोबाट मेरो आफ्नै पेज सुरेश धमला भन्ने फेसबुक पेज मार्फत एउटा सानो स्थानीय तह सम्बन्धी जानकारी लिएर आएको छु। तपाईहरु धेरैले अलि गाह्रो पनि मान्ने गर्नुहुन्छ। म त्यसलाई यसो सहजीकरण गरौँ भनेर छोटो लिएर आएको छु। यसो एकचोटि हेर्नु होला। हजुरलाई थाहै छ स्थानीय तह भन्ने सुन्नु भएकै छ। स्थानीय तह भन्ने थाहा छ है। स्थानीय तह भने पछाडि चाहिँ के हो त भन्दा संविधानको धारा 56 अनुसार संविधान धारा 56 मा चाहिँ के भनेको छ भने धारा 56 मा चाहिँ गाउँपालिका नगरपालिका नगरपालिका अनि के भनेको छ भन्नु त र जिल्ला सभा र जिल्ला सभालाई स्थानीय तह भनिन्छ भनेको छ हैन। जिल्ला सभालाई के भनियो स्थानीय तह भने जिल्ला सभालाई के भनियो त भन्दाखेरि स्थानीय तह भनियो। स्थानीय तह भनियो। अब हामीले पढिराखेको चाहिँ जम्मा स्थानीय तह कति पढिराखेको भन्नुस् त जम्मा स्थानीय तह भनेर पढेको स्थानीय तह भनेर पढेको कति त भन्दा चाहिँ कति पढ्नु भएको भन्नु त 753 वटा पढ्नु भएको हैन। यसलाई फेरि 753 लाई त छुट्याउनु पर्यो कतिवटा त सबैभन्दा ठूलो जनसंख्या धेरै जनसंख्या भएको आधारमा महानगरपालिका भनियो। यिनीहरुको पनि आफ्नै आफ्नै क्राइटेरिया छ। महानगरपालिका 6 वटा उपमहानगरपालिका भनियो। उपमहानगरपालिका कतिवटा छन् त उपमहानगरपालिका भन्दा चाहिँ यी भए 11 वटा अनि नगरपालिका कति भए त भन्नु त नगरपालिका भए 276 वटा अनि गाउँपालिका कति भए गाउँपालिका 460 वटा भए। गाउँपालिका 460 यसरी 753 पुगेको हैन। जम्मा वडा कति जम्मा वडा संख्या भइदिए कति भन्नुहुन्छ भने वडा चाहिँ कति वडा भइदिए त भन्दा 6743 6703 कति सजिलो हो 6743 वटा है। ल यो त हजुरलाई थाहा छ नि बेसिक कुरा हो सबैलाई थाहा छ। अब त्यसो भएदेखि यसलाई यो यसो 753 स्थानीय तहलाई कसरी बाँडिएको होला त एउटा टेबलमा हेरौँ ल। यहाँ लेखौं प्रदेशको नाम हैन। यहाँ के गर्दिनुस् त महानगरपालिका लेख्नु महानगरपालिका यहाँ लेखौं उपमहानगरपालिका हैन। यहाँ के लेखौं नगरपालिका हैन। यहाँ के लेखौं गाउँपालिका हैन। यहाँ के लेखौं जम्मा गर्दियौ हैन। यति गर्दियौ। अब कर्मैसँग नाम लेख्नु पर्यो क्या हो परेन कोशी हो नि कि होइन। दोस्रो मधेस हो है। तेस्रो चाहिँ बागमती नदीको नाम छ। चौथो फेरि गण्डकी नदीकै नाम छ। 5 मा लुम्बिनी सांस्कृतिक धार्मिक रूपले एकदमै राम्रो नाम छ। 6 मा कर्णाली नदीकै नाम छ कर्णाली। 7 मा सुदूरपश्चिम भौगोलिक नाम छ है। यो चाहिँ सुदूरपश्चिम नदीको नामबाट चाहिँ कोशी बागमती गण्डकी र कर्णाली 4 वटा हैन। ल यसलाई अर्को कलर पो छान्नु कि क्या हो म यसले त त्यही देखिन्छ यसले पनि देखिन्छ। यस्तो छान्नु भने कस्तो हुन्छ सररर ल सररर यसो गरौँ यसलाई पनि सररर अनि यस्तो अनि यस्तो अनि यता जाम हैन त। ल अब लेख्दै जाम। कोशीमा अब कतिवटा महानगरपालिका कोशीमा भन्नु त ल। कोशीमा दुईटा कि एउटा महानगरपालिका विराटनगर मात्रै त हो हैन। त्यसपछि गएर मधेसमा पनि एउटै महानगरपालिका वीरगञ्ज। बागमतीमा 3टा महानगरपालिका भरतपुर ललितपुर र काठमाडौँ। गण्डकीमा एउटा महानगरपालिका पोखरा। अरु त कट्टा हान्नु पर्यो छैनन्। उपमहानगरपालिका 11 पुराउँ। 11 वटा उपमहानगरपालिकामा कोशीमा कति कोशीमा 2 वटा। मधेसमा कतिवटा 3 वटा इटरी र धरान। मधेसमा जनकपुर कलैया र जितपुर सिमरा। बागमतीमा एउटा मात्रै छ हेटौडा।
गण्डकीमा त उपमहानगरपालिकालाई कट्टा हान्ने हो छैन। लुम्बिनीमा 4वटा छन् है, बुटोलबाट जाने पर्तिर घोराई, त्यहाँबाट पर्तिर तुलसीपुर, उता तलतिर नेपालगञ्ज। कर्णालीमा त न महानगरपालिका न उपमहानगरपालिका, बर्बादै भइहाल्यो। सुदूरपश्चिममा एउटा उपमहानगरपालिका छ, धनगढी उपमहानगरपालिका, जम्मा 11 है। अब परीक्षामा चाहिँ यो चाहिँ सोधिराख्छ, हजुरले यो जान्नुपर्छ, नाम पनि चाहिन्छ। म अर्को स्लाइडमा नाम लिएर आउँछु, अर्को स्लाइडमा म हजुरसँग नाम पनि लिएर आउँला न है। ल अब हामी केमा जाउँ त भन्दा नगरपालिका। नगरपालिका भनेको तेस्रो कुरा आयो। ल नगरपालिका यसरी याद गर्ने, नगरपालिका कोशीमा कतिवटा 46वटा घोक्ने, 46वटा छन् भने के गरिदिने, घोक्दिने। ठिक छ। सबैभन्दा धेरै नगरपालिका भएको प्रदेश मधेस हो, सबैभन्दा धेरै छन् मधेसमा, सबैभन्दा धेरै कतिवटा छन् त थाहा छ, 73, 73वटा सबैभन्दा धेरै नगरपालिका। अझै अर्को भाषामा यसरी नगर धेरै, फेरि के भने गाउँपालिका भन्दा नगरपालिका धेरै छन् क्या यसमा। गाउँपालिका 59 मात्रै छन्, बुझ्नुभयो कि भएन। अब त्यसरी बागमतीमा 41वटा छन्, बुझ्नुभयो। अनि त्यसरी गरेर सुदूरपश्चिममा 33, सबैभन्दा लास्टको याद गरौँ न सजिलोको लागि। सुदूरपश्चिममा चाहिँ सबैभन्दा लास्टमा 33। सबैभन्दा थोरै नगरपालिका कर्णाली, सबैभन्दा थोरै नगरपालिका त कर्णालीमा। कतिवटा छन् त कर्णालीमा भन्दाखेरि 25वटा छ। कतिवटा, 25वटा। सबैभन्दा थोरै हेर्नु त, थोरै 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 कहाँ भयो त, कर्णालीमा चाहिँ कतिवटा भयो, 25वटा भयो। अब त्यसरी लुम्बिनी, लुम्बिनी पनि धेरै जनसङ्ख्या भएको, यसमा 32वटा छन्। कतिवटा छन्, 32वटा। दोस्रो थोरै चाहिँ 26वटा यहाँ गरेर जम्मा चाहिँ 276वटा के भयो त, नगरपालिका भए हैन। ल अब हामी जाउँ केमा त, गाउँपालिकामा जाउँ। सबैभन्दा बढी गाउँपालिका भएको प्रदेश कुन हो भनेर शाखा अधिकृतलाई सोधेकै थियो। सबैभन्दा बढी गाउँपालिका भएको चाहिँ प्रदेश चाहिँ कोशी, 88वटा छन्। यसो याद गर्न टेक्निकल, 88वटा। गाउँपालिका भन्दा नगरपालिका बढी भएको प्रदेश थियो मधेस, पक्का पनि 73 भन्दा थोरै होला, 59वटा। यसको पनि यसो टेक्निकल भएर भोग्दिनु। कस्तो सजिलो छ कायदा छ भने, बागमती त ठुलो हो नि त, धेरै जनसङ्ख्या भएको ठाउँ हो नि त बागमती, त्यही भएर बागमतीमा धेरै हुनु पर्यो नि। 73वटा गाउँपालिका छन् बागमतीमा, दोस्रो धेरै छ हैन, 73वटा। अनि के अरे 73, 74वटा है, यहाँ एक थपेर 74वटा छन् यहाँनिर हेर्नुहोस्। त्यसरी गरेर गण्डकीमा जानुभयो भने गण्डकीमा 58 मात्रै छन्, थोरै। गण्डकीमा कति, 58। अब लुम्बिनी पनि धेरै जनसङ्ख्या भएको, यहाँ छन् 73वटा हैन। लास्टमा चाहिँ के त बराबरी छन्, 54 नि 54, 54 54 है गरेर कति पुग्नु पर्यो, 460 पुग्नु पर्यो। कुरा बुझ्नुभयो। 4 4 8 3 11, 11 र 8 ले 19, 4 23, 9 32 8 40 हैन। ल यसरी पुग्नु पर्यो। जम्मा सबैभन्दा बढी कोशीमा 137वटा, कोशीमा सबैभन्दा धेरै। एक घटी मधेससँग प्रतिस्पर्धा छ, एक घटी 136, 119 भयो। ड्याङडुङ घटोनी गण्डकीमा आउँदा त 85। अब अलि बडो लुम्बिनी त ठुलो छ, 109। कर्णाली त सबैभन्दा थोरै स्थानीय तह भएको, 79। 9 फेभरेट छ, लास्टमा गएर 8 8 88। हेर्नु त, यो सुदूरपश्चिमको चाहिँ नगरपालिका पनि 3 3 33, जम्मा पनि 8 8 88। कसरी पनि जान सकिन्छ। यसलाई अलिकति तपाईँले कन्सेप्टको रूपमा यसो लिनु होला। सहायक तहहरूमा त खासमा 1 र 2 यो महानगर र उपमहानगर बढी सोधेको छ। कहिलेकाहीँ बढी तपाईँलाई सुन्ने चाहिँ गाउँपालिका बढी भएको कुन हो त, कोशी हैन। गाउँपालिका बराबर भएका कर्णाली र सुदूरपश्चिम, गाउँपालिका भन्दा नगरपालिका बढी भएको मधेस। यति बुझौँ, स्थानीय तह टोटल पनि घोक्नु पर्यो। ल आजलाई चाहिँ यति मात्रै गरौँ है त। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। ल।